नमस्ते एभ्रिवान खम्री आज चाहिँ म र यहाँनिर एकजना साथी छ मेरो है इज फ्रम काठमाडौँ नारायणघाट हाई भन्नुहोस् तपाईँले एकपल्ट इज फ्रम नारायणघाट है एकदमै फेमस जग्गाको नारायणघाट काठमाडौँ एकदमै मेरो जिग्री यो पछि देख्नु हुँदैछ नि यो चाहिँ हामी बस्ने जग्गा हो है यो चाहिँ हामी बस्ने जग्गा क्याम्प अकोमोडेसन आज फेरि पनि अर्को ब्लग स्टार्ट गर्न गइरहेको छु हल्का सनग्लास लगाएर है अब 40 डिग्रीको घाममा यस्तो गरम छ अन्त हल्का आज एडभेन्चरस टाइपको क्या एडभेन्चर जस्तो पनि फिल हुने यी दुई भाइ जिग्री साथी र म हल्का निस्केँ है त क्याम्पबाट जस्ट निस्केको अब बर्दुबई र डेरा सिटी आजको प्लान छ हाम्रो है ल त स्टे ट्युन गाइज घाममा हिँड्दैछौँ हामी चाहिँ एकदमै 40 डिग्रीको घाममा तपाईलाई देखाउँदै लान्छु है के छ है हेर्नुहोस् न यहाँनिर चाहिँ यो याच भन्छ है याच बोटहरू भयो यो चाहिँ टुरिस्टहरू आउँछ है अब कसैको त अब त्यो प्यासनै हुन्छ नि त होइन बोटिङहरू गर्नु मन पराउने उनीहरूले चाहिँ यो रेन्टमा लान्छ क्या रेन्टमा लान्छ अन्त यो पुरा घुम्छ बोटमै घुम्छ यिनीहरू कति पैसा लाग्छ त्यो चाहिँ अलिकति आइडिया भएन कि तर यिनीहरू एकदमै एक एकवटा बोटहरू हायर गरेर चाहिँ एकदमै डल्लै घुम्छ यिनीहरू यो डल्लै घुम्छ बोटमा कसैको उयो हुन्छ नि त है एउटा प्यासन हुन्छ है कसैलाई मनपर्छ त्यस्तोहरू होइन त्यसको लागि चाहिँ यिनीहरू आउँछ बोटिङको लागि है हुन्छ अर्को जग्गा जाँदैछौँ फेरि है त्यो त्यहाँ त्यो त होटल हो अहिले होटल छ त्यो क्विन एलिजाबेथ होइन त्यो सेकेन्ड विश्वयुद्धमा ब्रिटिस युद्धमा युज गरेको सिप हो जुन नेपाल सैनिकहरू छ नि उनीहरूलाई राखेर युज गरेको ए हजुर क्विन एलिजाबेथ छ नि हजुर उसको नाममा बनाएको है रेस्टुरेन्ट हो त्यो चल्दैन त्यो एउटा सो मात्रै हो यहाँ सिपै एरिया है यहाँनिर साथीले चाहिँ धेरै जानकारी रहेछ यो क्विन एलिजाबेथ त्यहाँनिर देख्नु हुँदैछ ऊ पर हेर्नुहोस् है म देखाउँछु रातो चिम्नी जस्तो अहिले नजिकबाट पनि खिच्छु यहाँबाट यो देख्नु हुँदैछ है त्यो चाहिँ क्विन एलिजाबेथ होटल हो एक्चुअली त्यो चाहिँ है अन्त यहाँनिर अहिले साथीले जानकारी दिनुभयो त्यो रहेछ कुरा चाहिँ हुन्छ अहिले छेउबाट खिचेर देखाउँछु है तपाईँहरूलाई है साथीहरू हेर्नुहोस् अहिले अघि मैले कुरा गर्दै थिएँ क्विन एलिजाबेथ 2 को होइन यो चाहिँ एक्चुअली सिप होइन यो चाहिँ होटल हो है देश विदेशबाट एकदमै मान्छेहरू घुम्नको लागि आउँछ यहाँ बस्नु आउँछ होइन एकदमै फेमस छ क्विन एलिजाबेथ 2 होटल दिस इज होटल नट अ सिप हेर्नुहोस् न यत्रो ठुलो छ कि यो चाहिँ फ्रन्टबाट देखाइरहेको छु मैले क्विन एलिजाबेथ 2 यहाँनिर चाहिँ अब सारा संसारबाट आउँछ गेस्टहरू है घुम्नको लागि हेर्नुहोस् न यस्तो दामी छ कि हुन्छ साथीहरू अब फेरि अर्को जग्गातिर लागौँ है यहाँनिर अहिले बर्दुबईमा चाहिँ मल छ नि त क्यारिफोर भन्छ होइन क्यारिफोर सिटी सेन्टर पनि भन्छ यहाँ पनि सामानहरू एकदम राम्रो पाउँछ है एकदमै
क्वालिटीको पाउँछ सामानहरू है। सबैलाई थाहै छ बर्दुबईको क्यारी फोर एकदमै राम्रो पाउँछ यहाँ पनि सामानहरू। हेर्नुहोस् आज बर्दुबईको एक्सप्लोर तपाईँहरूलाई, यो चाहिँ बर्दुबई मेन सिटी बर्दुबई हो। त्यहाँ पर बस पार्क है, बस स्ट्यान्ड बर्दुबई चाहिँ यस्तो छ। हेरिराख्नुहोस् हेर्नुहोस् रेस्टुरेन्टहरू यसरी बनाएको हुन्छ है। एकदमै मजा आउँछ बर्दुबईमा आएपछि। फेरि अर्कै फिल हुन्छ क्या, बर्दुबई आएपछि फेरि अर्कै फिल हुन्छ। त्यो हुन्छ नि पक्का अरबतिर छु जस्तो ला पक्का। अब अहिले त दुबई डेभलप गरिसकेर अब है कहाँ पुगिसक्यो, तर यो चाहिँ अब पहिला पुरानो क्या, उहिले चाहिँ मान्छे यसरी बस्थ्यो होला क्या भन्ने अब त्यस्तो फिल हुन्छ, त्यस्तो सोचाइ आउँछ। हेर्नुहोस् न अब दुबईको पक्का अरब चाहिँ यो हो। हेर्नुहोस् पक्का अरब चाहिँ यो हो। उहिलेको घर दुबईमा मान्छेहरू यस्तोमा बस्ने गर्थे हो। हेर्नुहोस् यस्तो हुन्थ्यो, यसरी बस्थे मान्छेहरू। हेर्नुहोस् न हो, हेर्दै गर्नुहोस् अझै देखाउँछु तपाईँहरूलाई। हेर्नुहोस् न दैलो, हेर्नुहोस् न दैलो यस्तो हुन्थ्यो क्या उहिले चाहिँ। अरबमा चाहिँ यसरी बस्थ्यो मान्छेहरू, घर चाहिँ यस्तो हुन्थ्यो भनौँ न। हेर्नुहोस् न यति दामी। पहिला क्या मान्छेहरूले अब यसरी घर बनाएर बस्ने गर्थे। हेर्नुहोस् अब अहिले एकदमै एन्टिक, हामी एन्टिक भन्छ नि। अब अहिले त एन्टिक कुराहरू के भएर गएको छ, एकदमै म्युजियमहरू बनाउँछ होइन। हाम्रै उता दार्जिलिङतिर पनि उहिलेको चिजहरूलाई म्युजियममा राख्छ होइन। त्यस्तै नै अहिले सबै म्युजियम भएको छ है। टुरिस्टहरू आउँछ, घुम्छ, हेर्छ, उनीहरू अब उयोहरू गर्छ। अझै कतिजना पढे लेखेको जो हुन्छ, एजुकेटेडहरू होइन, लिटरेट पर्सनहरू हुन्छ। लिटरेट पर्सनहरू चाहिँ उनीहरूले चाहिँ अब जो रिसर्चहरू गर्नु आउँछ यस्तो कुराहरू होइन, जो पढे लेखेको छ एकदमै उनीहरू जसले डक्टरेट पढ्दैछ होइन, पिएचडीहरू गर्दैछ, उनीहरूले रिसर्च गर्नु आउँछ यस्तो कुराहरू। हेर्नुहोस् न रिसर्च गर्छ है। यति दामी जग्गा है, रियालिटी अरे। हुन्छ हेर्दै जानुहोस् है। अर्को जग्गा फेरि तपाईँहरूलाई म एक्सप्लोर गराउँदैछु, स्टे ट्युन्ड। यहाँ हेर्नुहोस् साथीहरू अर्को जग्गा है। यहाँनिर चाहिँ अब उहिले भन्छ नि त्यो पाइरेट्स अफ द क्यारिबियन भन्ने मुभीहरू त हेर्नुभएको छ होइन, सबैलाई थाहा छ पाइरेट्स अफ द क्यारिबियन। उहिले मान्छेहरू समुद्रमा, त्यति बेला त अब सिपहरू थिएन नि त होइन, सिपहरू थिएन। मान्छेले यसरी बनाएर बोट बनाएर होइन, ह्यान्डमेड बोट बनाएर यसरी समुद्रहरू यसरी तर्थ्यो अब होइन, समुद्र तर्थ्यो यसरी बोटहरू बनाएर। हेर्नुहोस् न उहिलेको बोटहरू यसरी चाहिँ मान्छे समुद्र तर्ने कामहरू गर्थ्यो। अब अहिले पो एयरप्लेन अरे हो, हेलिकप्टर अरे, जेट अरे के हो।
सिप अरे ठुल्ठुलो हो अब उहिले त त्यस्तो कहाँ थियो र अब यस्तोमा मान्छेले सफर गर्थ्यो नि त होइन हेर्नुहोस् त अब धेरैजना अब सबै मान्छेलाई थाहै छ अब मुभीहरूतिर देखिरहेको हुन्छ होइन यस्तोतिरको सुटिङहरू पनि गरेको हुन्छ उनीहरूले हुन्छ अर्को जग्गा देखाउँछु फेरि तपाईँहरूलाई है घुम्दै जाँदाखेरि यहाँनिर एउटा बोट देखेँ है काठको ह्यान्डमेड अब यो चाहिँ यत्तिकै राखेको हुन्छ ए मान्छेहरू आउँछ यहाँनिर फोटोहरू खिच्छ हो यो चाहिँ यत्तिकै राखेको हुन्छ काठको हेर्नुहोस् न मजाले बनाइदिएको छ है ए यहाँनिर चाहिँ अहिले बढ्दो अब हामी डेरा सिटीतिर जाँदैछौँ यहाँनिर चाहिँ अन्डरग्राउन्ड छ है अन्डरग्राउन्ड पानी अन्डर वाटर है यहाँ चाहिँ अब माथि चाहिँ पानी छ मुनि सुरुङ भनौँ न अब हाम्रो पर्फेक्ट एकदम लोकल भाषा सुरुङ भन्छ नि हामी सुरुङ मार्ग यी अन्डरग्राउन्डतर्फ जाँदैछौँ डेरा सिटीतिर हेर्नुहोस् न आमाको के लामो थाकिसक्यो आइपुग्दैन त अन्त ल हेर्दै जानु साथी हो है यस्तै छ है